वेलकम ब्याक टु माई न्यू अनदर ब्लग गाइज। आजको ब्लगमा चाहिँ हामी जान लाग्छौँ त्यो डाँडोमा। त्यो डाँडो देखिरह होइन रुक त्यो डाँडो हुँदै पुरै त्यो डाँडो काटेर त्यहाँसम्म जाने होइन। जाने त एउटा ठाउँमा भनेको थियो तर फेरि प्लान चेन्ज भइसक्यो। त्यही हो गाइज, प्लान चेन्ज हुनु नै कथेर काहीँ मजा आउँछ। सो के भन्छ 2 भइसक्यो, दिउँसो भइसक्यो। सो अझै 3 घन्टाको बाटो आश गर्छौँ कि रात नपरोस् भनेर। सो गाइस यो जङ्गल र यो बाटो चाहिँ मेरो गाउँमा जाने मेन रोडै हो भनौँ होइन। अनि सो यो जङ्गल चाहिँ लास्टै घना है, यहाँ राम्ररी नदेखिहाल्छ होइन, तर लास्टै घना जङ्गल छ। जङ्गलको बिचमा छौँ चाहिँ हामी चाहिँ। यहाँ चाहिँ सानोमा होइन यति धेरै हिँड्ने होइन, किनभने स्कुल टाढा पर्ने र धेरै हिँडेर जानुपर्ने हुन्थ्यो सानोमा। सो त्यही भएर बानी लगाइसकेको छ, त्यही भएर हिँड्न त त्यस्तो धौ चाहिँ हुँदैन। हामीहरू चाहिँ 64 भन्ने ठाउँदेखि माथि लगाइसक्यौँ। त्यहाँ सहर छ होइन, खास गरी घुम्न आउने भने त यही ठाउँमा हो। तर फेरि प्लान चेन्ज भएर हामी चाहिँ यहाँदेखि फेरि हाइक सुरु गराउनु लाग्छ होइन। फेरि हाइक सुरु हुनु लाग्छ। आज फेरि मेरो साथमा छ मेरो भाइ, मेरो विकास भाइ छ। स्न्याक्स देखाएर हामीले यहीँबाट स्न्याक किने खाऊँ होइन। सो फुडको प्रब्लम चाहिँ हुँदैन, यही ठाउँमा घुम्न आउने भने खास गरी। सो टाढै छ, म गएको छैन अनि भाइ चाहिँ गएको रहेछ। सो के भएर यसो हेरिदिउँ भनेर। सो यहीँदेखि है हामी हिँड्दै जान्छ। घुम्न आउने भने त यहाँ गएर मन्दिर छ चाहिँ यहाँ 2टा बाघ छन्। सो यो पुरै हिँड्दै 2-3टा डाँडा काटेर जान। हामी अलरेडी 2-3टा डाँडा काटेर आइसक्यौँ। घरबाट कति घन्टा भयो विकास भाइ? 1 घन्टा भयो कि होइन? 1 घन्टाभन्दा बढी भइसक्यो हिँड्न लागेको। अब यहाँबाट ठाडो बाटो निस्किन। सो सिउदेन छैन, बल्ल हिँडेको हाइक स्टार्ट गरेको भयो, तर फेरि हामी हिँडेको चाहिँ बढी भइसक्यो। 1.5 घन्टाभन्दा बढी भइसक्यो। हाइक चाहिँ फाइनली स्टार्ट भयो। हामी जङ्गलमा आइसकेका छौँ अनि पुरैतिर जङ्गल छ अनि पुरै सुकेर होइन, रुखहरू पात बढी छ। अनि हामीहरू चाहिँ यताउता हिँड्दै लाउने ड्रेसहरूमा लाएर आएछौँ। अनि भाइ त झन् बुट ठोकियो, मैले झन् चप्पल लगाइछु होइन। यस्तो गल्ती चाहिँ गर्नु होइन नि त, हाम्रो प्लानै थिएन होइन। 81 बाटोमा आउँदै भएको। सो इन्जोय इट अल। ल मैले विकास भाइलाई ब्लग बनाउन सिकाइरहेको छु र कसरी सुट गर्छन् र कसरी बोल्छन् भनेर सिकाइरहेको छु। त्यस्तै हो फोनको त्यस्तै हो है। त देखा ल। सो भाइलाई नि सिकाएछु होइन, भाइलाई नि काम लाग्छ। भाइले नि फेरि पछि गर्न खोज्यो भने भ्लगिङ स्टार्ट गर्न खोज्यो भने सो उसलाई चाहिँ प्रब्लम नहोस् भनेर मैले जाने कुराहरू सिकाइरहेको छु। नास्ता ब्रेक गर्ने निदो गऱ्यौँ बस। सो हाम्रो अझै बाटो रहेछ, 3 बजिसकेको छ होइन। 5 बजीसम्म पुग्नुपर्ने हुन्छ, रात पर्छ नत्र। सो यतिकिन नास्ता खाएर हामी निस्किहाल्छौँ। हामी नास्ता ब्रेक गरेर निस्किन लागिसक्यौँ होइन। सो अझै छ बाटो टन्नै। सो उहीँ माथि भेटौँ ल। धेरैजनाको क्वेसन चाहिँ किन एक्लै हिँडिरहन्छस् या फेरि भाइहरू ल्याएर हिँड्छस् भन्नुहुन्छ। सो अहिले पनि भाइ र म छौँ होइन, त्यस्तो होइन यार। साथीहरूलाई सोध्छु होइन, मान्दैनन् क्या, हिँड्नै मान्दैनन्, के गर्ने यार। अनि भाइलाई भनेको हुन्छ दाइ जाउँ भनेर होइन। हामी कहाँ प्लान गरेको, त्यही पनि भाइले जाउँ दाइ के भयो त भनेर अनि हामी हिँडिदियौँ होइन। भाइ भनेपछि यस्तो नपर्छ, साखी भाइ होइन, त्यो पनि साखी भाइ भन्दा नि कम छैन होइन। सो 2 भाइ भएर हिँडिरहेको मजा नि। सो त्यही हो, त्यही भएर नि म एक्लै हिँड्छु, किनभने कर गर्दैन यार। म यताबाट हो। सो त देखेँ होइन, भन्छु होइन म साथीहरूलाई जाउँ भनेर। सो रिजेक्ट गरेपछि म
कर लाउँदैन, किनभने आफ्नो आफ्नो चोइस हुन्छ, आफ्नो आफ्नो लाइफ हुन्छ। सो या सबैको रेस्पेक्ट गर्नुपर्छ चोइसको। सो वी आर अन द वे। सो हामी यहाँ घरसम्म आइसकेका छौँ। सो अङ्कलसँग पानी मागेर हामी पानी खाएर निस्किन्छौँ। धन्यवाद अङ्कल। हामी माथि मरुङसम्म जाने अङ्कल। हजुर लाग्छ अझै? ल धन्यवाद अङ्कल पानीको लागि। सो अझै लाग्छ अरे, अझै आधा 1 घन्टा। पानी खाएपछि अब फेरि एनर्जी चार्ज भएछ, यहाँ चाहिँ निस्किने अब। यो हेभी गो अगेन। हामी चाहिँ फाइनली भिलेज इन्टर गरिसकेका छौँ। सो अझै स्टिल त्यो डाँडामा जान छ, त्योवाला डाँडामा। सो अझै छ भनौँ, अझै आधा 1 घन्टाको बाटो। हामी लगभग आइसक्यौँ हाम्रो डेस्टिनेसनमा, जो कि त्यो डाँडो हो होइन। अझै 10% जति छ। सो हामी चाहिँ थाकिसक्यौँ। भाइ चाहिँ बिना मोजा चप्पल एकैचोटि जुत्ता लाउनु भइसक्यो, खाली खुट्टा आयो बाटोभरि होइन। लगभग खाइसक्यो हामी, थोरै बाँकी छ। यतै मन्दिर छ, अब उकालो निस्किने। सो देउराली भन्दो रहेछ यो ठाउँलाई चाहिँ। पुरै डाँडै डाँडा, तर केही देखिरहेको छैन यहाँ, धुवै धुवा। मन्दिर रहेछ यहाँ चाहिँ होइन। यहाँ बाख्रा छन्। सो जाउँ हामी चाहिँ उ त्यो डाँडो काटेर निस्किनु पर्छ अझै। फाइनली उकालो चढ्दैछौँ। हो यो चाहिँ लास्ट उकालो हो। दुईटैको खुट्टा चाहिँ थाकिसक्यो। नन स्टप हामी चाहिँ त्यो दुइटै नि सब डाँडा काटेर आएको। यो सब फेरि अनप्लान्ड हो, त्यही भएर एकदम पहिरो एकदम मजा आइरह। ठुलो भिड छ। ओहो अझै माथि रहेछ, ओइ माइकी आँख। अझै माथि एउटा डाँडा। फाइनली आइसक्यौँ हामी यो सम्म चौरमा। लगभग के भनौँ, चिसो हावा चलिरह होइन। त्यसो भएको साथमा गुफा छ, गुफाभित्र जाउँला होइन। त्यही हो त्यो निलो हाउस होइन। हामी चाहिँ टपमा आइसक्यौँ लिटरली। यहाँबाट होइन सब डाँडाहरू सानो देखिन्छ। अझै उ त्यहाँ ठुलो अझै त्यहाँ नि त, त्यहाँ चाहिँ जाने चाहिँ यस्तै भ्याइँदैन त्यहाँ जान। फेरि जाउँ ल। ल यहाँ छ बोबाल, यहाँ चाहिँ हल्का ओह्रालो रहेछ होइन। चौर छ ल। फेरि डाँडामा जाने डिसाइड गऱ्यौँ होइन। सो माथि डाँडामा जान्छौँ, अनि यसो लाली गुराँसहरू पनि रहेछ अनि ती पुरा यसो भिडियोहरू पनि बनाउनु पर्छ। सो या माथि चढ्छौँ अब चाहिँ। हामी चाहिँ माथि डाँडामा निस्किनु लाग्छ होइन। सो मैले यहाँ के देखेँ भने लाली गुराँस रहेछ गाइस, नेपालको राष्ट्रिय फुल लाली गुराँस होइन। यहाँ चाहिँ जता कतै छ होइन, फुले पनि छ, हल्का रातो रातो देखियो होला होइन। बल्ल फुल देखा होइन। त्यहाँ चाहिँ ओडार्ने रहेछ, सबै घुमौँला। यसो जता कतै छ है यहाँ चाहिँ लाली गुराँस गाइस, एकदम बवाल छ। धेरै क्याप्चर गर्न मिल्दैन यसले चाहिँ। अहिले डाँडामा चढ्न लाग्छौँ र बाटो नि बनाएर छ ठिकै होइन, सिडीहरू छ। तर एकचोटि भिड हेर्नु त गाइस, र कहाँ हो कहाँसम्म छ होइन। यहाँ देखिरह न होइन, उता माथिबाट देखाइदिन्छु म। यो भिड हेर्नु गाइस। सो हामी अझै पुगेको छैनौँ, यतिकै हो। सो यो भिड हेर्नु त, र बाटो नि यस्तो छ फेरि होइन, सेफ्टी केही छैन। सो वी आर फाइनली एट द टप अफ मोरुङ। सो यहाँ चाहिँ
ओए एकचोटि यो चेकआउट गर्नु गाइस राम 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 यहाँ खस्यो भने त आस नगरिने हुन्छ हो सो हाम्रो हल्का ब्रेक लिन्छ लाली गुराँसको उ रहेछ होइन के भन्छ बुटाहरू रहेछ जङ्गलै लाली गुराँसको रहेछ होइन त्यस्तै भनौँ न लेक हो होइन जो म घुम्न आएको ठाउँ चाहिँ यो चाहिँ लेक सो अहिले चाहिँ सुक्खा किनभने अहिले गर्मीको समय छ सो बेला लाली गुराँस नि राम्रै फुल्छ अलि देखेर आएन होला राम्ररी किनभने यो चाहिँ हल्का के भन्छ बेलुकीको समय र राम्ररी घाम पनि नपरेको हुनाले देखिन्न होइन अब यसो फर्किन पर्छ सो यसो फर्किउँला होइन कपडा चाहिँ देखिन लायक छैनन् होइन राम 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 के हालत भयो मेरो सो हामी फर्किन लाग्यौँ होइन सो फर्क्यौँ बुट रहेछ होइन यसमा एउटा मात्रै बुट होइन एउटा मात्रै फुल कि होइन बिचरा एक्लै भयो होइन क्या दामी हो क्या मिठो बास्ना आइरहेको छ होइन यसमा चाहिँ अरू फ्लावर छैन ऊ त्यसमा विकास भाइ ऊ त्यसमा अनि ऊ त्यसमा यो चाहिँ देउराली भन्ने ठाउँमा है गर्मीको बेला आउनु होला है हामी फर्किन लागिसक्यौँ सिडी चढ्दै अनि यहाँ चाहिँ एउटा गुफा रहेछ होइन केही देखेर होइन धेरै भित्र होइन फेरि यस्तो बेलाखेरि भित्र नि जान हुन्न धेरै मतलब ढुङ्गा च्याप्पिन पनि सकिन्छ होइन बिहान त्यहाँ के बाटो हेर्नु सक्छु कि यहाँ एक मिस्टेक अनि हुन्छ फेरि गेम फिनिस सो यहाँ चाहिँ ओडार भन्ने रहेछ विकास भाइले के थाहा छ के हो छैन ओडार जस्तो त बनाएन गरेको यो खै के हो केही छैन है अन्त बकवास नगर यहाँ भिडियो हुने रहेछ यति हो ए यो त सुरु होने से पहिले खत्म हो गया दोस्तों धेरै गरम ओत लाउन होला नि यहाँ त्यही होला सो त्यहाँ एउटा घर रहेछ त्यहाँ पनि गइदिउँ सो हामी घरमा आइसक्यो हामी के सानो घर रहेछ के खायो भित्र केही छैन त फोटोसोटो यहीँ खिच्छन् रे सो यहाँ दुइटा फोटो खिचौँला एउटा दुइटा भिडियो बनाएर निस्किहाल्ने फाइनली लगभग घर आइसकेँ होइन उता देखाऊ मेरो हातमा थिएन औलामा त्यो चाहिँ हाम्रो घर हो होइन त्यता देखाऊ अब धेरै छैन लगभग ल आजको भ्लगमा यति नै भनौँ फेरि भेटौँ न अर्को भ्लगमा